अमेरिकै हो क्या काम भनेको फ्याट क्या कोहीले घुस लिन नि खोजेन कोहीले केही दिन नि खोजेन 5 मिनट 15 मिनटमा भ्याइयो ल धेरै भयो 15 मिनट फाइनल्ली नेपालको भिजा आयो भिजा अब जानु पर्यो टिकट काट्ने जाने अब त अब म 2-3 दिन किन यस्तो खुसी लागेर मलाई किन पागल भनेर पाइयो है त हल्का पागल भइदियो गाइस डेन्जर मजा आयो यार एकछिनमा मेरो खासमा अपोइन्टमेन्ट 5 महिना 23 गते थियो के 23 तारिक थियो 5 जनवरी फेब्रुअरी मार्च अप्रिल मेको 23 मा थियो आज 19 मै काम तमाम गरिदियो यार किन यति माया गर्छ र यो अमेरिकाले मलाई तर कस्तो ठ्याक्कै सोध्यो भने हुन्छ भनेपछि हुन्छ हुन्न भनेपछि हुन्न नेपालमा जस्तो ल मिलाइदिन्छ यति हाल्दियो भने त पैसा त्यस्तो हुन्न रहेछ क्या हुन्न पनि हुन्न क्या अब यहाँ जियोस् खुसी लाग्यो गाइस अब म आउँदैछ तपाईँको एमआरबी लगभग 80% काम चाहिँ सक्सेस भयो अब 20% बाँकी छ गाइस भिजा लायो अब बायोमेट्रिक पनि गरियो अब दाइलाई फोन हान्नु पर्यो ल गाइस भगवानको कृपाले जे भने त्यही सक्सेस भइरहेछ यार खुसी लागिरहेछ यार किन यस्तो खुसी लाउँछ हो मलाई मात्रै हो तपाईँलाई खुसी लाग्यो कि लागेन गाइस कमेन्ट गर्न नभुल्नु होला है त अर्को गाडीलाई ठोकिदिनु रहेछ चुना लाउँदाखेरि वाल खुसी यार म यार सुकुन का सास मिल गयो यार भाइ सुकुन का सास सबै मान्छे अमेरिका आउँदा खुसी हुन्छन् म नेपाल जाँदा खुसी हुने म कत्रो उल्टे कुखुरा जस्तो मान्छे रहेछु र म त हेर्नु गाइस नेपाल आउँदाखेरि कति खुसी हुन्छ सबै नेपालीहरू नेपाल जाँदाखेरि त्यस्तै खुसी हुनुहुन्छ होला त्यो भएर विदेशमा गएर पैसा कमाउनु भएको छ तपाईँको ड्याडी मम्मीहरू